साथीहरू, पूर्व राजा ज्ञानेन्द्र शाहले तिनकुने घटनाबारे आफ्नो अभिव्यक्ति प्रस्तुत गरेका छन्। उनले उक्त घटनामा मानवीय एवं भौतिक क्षति भएको सुन्दा अत्यन्तै दुःख लागेको कुरा व्यक्त गरेका छन्। उनले नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन स्तरको जागरुकता पैदा भएको छ त्यस जागरुकतालाई सकारात्मक रूपमा लिएको बताएका छन्। ज्ञानेन्द्र शाहले यतिबेला विश्वभर छरिएर रहेका नेपालीहरू अब एकताको सूत्रमा बाँधिने बेला भएकोले ढिला गर्न हुँदैन भन्ने कुरा पनि व्यक्त गरेका छन्। विगतदेखि नै नेपालमा नेपाली जनताको जनचाहना अनुरूप भइरहेको र वर्तमानमा समेत बदलिदो जनचाहनाको कदर गर्नुपर्ने बताएका छन्। उनले नेपाली युवाहरूलाई आफ्नै देश नेपाल श्रृंगार्न र देशमा विकासको बिगुल फुक्न कसेर लाग्न र लगाउन स्वदेश फर्क स्वदेश नै स्वर्ग भन्ने अभियान चलाउनु पर्ने आजको अति नै आवश्यकता भएको कुरा बताएका छन्।